सुत्नु सकिँदैन नि त भोलिपछि त निद्रै लाग्दैन अनि हजुरको बुढा अनि घुर्किनुहुन्न मेरो बुढा त गुर्क्यो भने त म त छातीमा डाम्ने हान्छु अनि बान्छ अनि सुत्छ अनि बुढासँगै सुतेको छैन होला अनि तर बुढा घुर्किन्न रे बुढो घुर्क्यो भने म त यस्तो गर्छु ओइ यसो त्यसो नगर त हे हे भन्छ अनि यसो सुत्छ फेरि यसो सुत्छ हो है हो नि निन्द्रै गफ लाग्दैन के हान्नु भयो यार मान्छेसँग चाहिँ सुत्यो गफ हान्नु भयो क्या साँच्ची भनेको मेरो बुढा पनि त्यस्तै घुर्छ यसरी पनि मेरो बुढा त घुर्छ गर्छ माने मान्छे घुरेली अनि नकालो अनि बाउनु अनि हान्छे अनि फेरि मान्छे घुरेली अनि तपाईँ घुर्नुहुन्न म त एउटा आवाज पनि निकाल्दैन सुत्दाखेरि ए तपाईँ यस्तो बुढा पाउनु भाग्य मानि चाहिन्छ अनि बिहे गर्नु पर्दैन त अनि होइन क्या यस्तो मान्छे पाउनु त भाग्य चाहिन्छ यहाँ के लेखेको हुनुपर्छ मेरो बुढा त यस्तरी घुर्छ यसरी पो घुर्छ त गर्छ फेरि सुत्छ फेरि एकछिनमा फेरि निकाल्छ यसरी सुत्छ एउटा कुरा भनौँ ल दुईटा भन्नु न एउटा ल दुईटा जब के बुढा घुर्किँदा चाहिँ के गर्नु होला भने चाहिँ एउटा प्याजको डल्ला त्यो काटेर नाकमा सुहाइदिनु होला अनि अर्को फेरि त्यो खुर्सानीको त्यो धुलो मुखमा हालिदिनु होला कि घुर्किँदा पापी त्यसो गर्नु हुँदैन तपाईँ त पापी पो रहेछ त्यसो गर्नु हुँदैन पापी होइन के अनि घुर्किँदैन त्यो मान्छे कहिले नि तपाईँ पापी मान्छे त्यसरी गर्नु हुँदैन पापी होइन के त्यस्तो गरिन्छ चम्किन्छ क्या नि जिन्दगीमा घुर्किन्न कि त्यस्तो मान्छे थाहा छैन म त त्यस्तो गर्दिनँ ए बुढो त्यस्तो घुर्नु हुँदैन मेरो निन्दा लाग्यो नि भन्छु नै त त्यो हर्कको उसलाई भदैनीलाई सोध्नु त उहाँलाई थाहा होला उसले कसो थाहा हुन्छ बिहे गरेको छैन कहाँबाट बिहे नगर्नु हो त्यत्तिकै झुट बोलिराख्ने बिहे भएको छैन कहाँ बिहे गरेको छ हो छैन के बिहे नगर्ने मान्छे यस्तो सुकुती देखिन्छ बिहे गरेको मान्छे खसीको जस्तै मेरो अनुहार नि फ्याट्टै भएको भात जस्तै फ्याट्टो अनि कसरी भएको त अनि त्यो बिहे गर्दा अनि तपाईँको मुख चाहिँ त्यस्तो के भन्नुभयो अनि बिहे गर्दा अनि तपाईँको मुख चाहिँ किन त्यस्तो भयो त म त यस्तो नानी पाएर यस्तो मोटी भएको त नानी म त बिहे नगरेर यस्तो पताले बिहे त नि 40-45 केजी थियो जब बिहे गरेँ नानी पाएपछि फ्याट्टै भात पाकेको जस्तै फ्याट यसरी भएको क्या अनि त्यस्तो नि हुन्छ हुन्छ त नि कति धेरै मोटी छु म त 80-90 केजी नै छु होला यो अनुहारले साँच्ची यो सुँगुर भएको भए त म त कति धेरै मासुले छिनाइसकेँ 40 किलो भएको मान्छे अनि 80-90 किलो देखि हुँदाखेरि चाहिँ कस्तो भयो होला ज्यान फर्सी हडाला जस्तो त भएन यस्तो हुँदो रहेछ के भाइ तपाईँले छोरी मान्छे नि पहिला पताले हुन्छ नि जब बिहे गर्छ नानी पाउँछ अनि मोटाइन्छ के खानु पाउँछ नि त नानी पाएपछि त हो भाले खानु पाउँछ भालेको सुप अनि के नगर्दा चाहिँ खान पाएन अनि
बुढाले खेलाएन? होइन यस्तो रहेछ क्या, सुत्केरी हुँदाखेरि क्या त्यो खानु पायो भने मान्छे छिट्टो नै जिउ लाग्दो रहेछ, खानु पाएन भने कहिले मान्छे जिउ लाग्दैन, जहिले पनि रोगी हुँदो रहेछ कि, रोगी थाहा छैन? हो खानु पाए बित्तिकै जिउ लाग्छ, खानु पाएन भने त्यो पछि रोग हुन्छ क्या, कहिले लाग्दैन। त्यस्तो पो त नि भाइ। हो तपाईँ लाइफमा नि जब त्यही बोलेको छौँ नि म ठ्याक्कै मान्छेले पो के भन्नु। बुढाले थाहा पायो भने फेरि मार्नु होला नि फेरि, ख्याल गर्नु। इन्डियामा त हुँदैन न, ऊ टिकटक त चल्दैन। हाम्रो त चलिरहेको छ त, अनि कहाँबाट चलेको छ? खोइ हाम्रोमा उता मेरो बुढा बसेको ठाउँमा चल्दैन हो टिकटक। अनि चलाउनु जानु पर्यो नि। के लाउनु पर्छ हो? अस्ति म गएको थियो कि टिकटक चलाउँ भनेर, त्यो भिपिएन सर्च गरेको थियो कि, सर्च गरेको थियो तर हुँदै थिएन मेरो टिकटक त। हुन्छ हुन त भिपिएनबाट, मैले पनि भिपिएनबाट त चलाउँछु। त्यो ऊ भिपिएनबाट ऊ चलाएको थियो तर मेरो भएन क्या, लाइफमा बस्दा पनि मिल्दै थिएन। अनि अरू सुन फेरि नि हजुर हजुर, नेपालको मेसेन्जर अनि अर्कै छ, उता इन्डियाको मेसेन्जर अर्कै छ नि, पहिलाको नेपालको थियो नि मेसेन्जर त्यस्तै छ, फेरेको छैन। हो र मैले बुढाकोमा त्यस्तै